ल यति बेला झरीपछिको इन्द्रनील कुराकानीमा छौँ। यही पुसको 4 गतेबाट यो फिल्म आउँदैछ। बिचमा रमेश सुप्रेती हुनुहुन्छ, नेपाली चलचित्र क्षेत्रको एउटा यस्तो नायक जसको अनुहार देख्ने बित्तिकै हलमा कुदाउँ हुन्छ दर्शकलाई। आज पनि ताजा हुनुहुन्छ क्या दाइ, किनकि दाइका उमेरका धेरै मान्छेहरू कता कता भइसक्नु भयो नायकहरू। दाइ अब झरीपछिको इन्द्रेणी जस्तै रङ्गीन कतिको होला, किनकि 4 गते आइदिन्छ भनेको यही छता हो। तपाईँलाई कस्तो लागिरहेको छ? प्लस पछिल्लो समय हेर्दाखेरि अलिक फिल्महरू चलिरहेको अवस्था देख्छु क्या, कस्तो मान्नु भएको छ? अब पुस 4 गते डिसेम्बर 9 को दिन 19 यो रिलिज हुँदैछ। यसको परिणाम के हुन्छ, झरीपछि इन्द्रेणीको रङ कस्तो हुन्छ, हुनु त सप्तरङ्गी नै हुन्छ, तर कस्तो रङ यसले फाल्छ भन्ने कुरा चाहिँ त्यो दिन बेलुका थाहा हुन्छ। त्यो हलमा दर्शकहरूको चाहिँ माया चापाचाप कतिको बढ्छ त्यसपछि भन्न सकिन्छ। अहिले चाहिँ हामी आशावादी छौँ, किनभने मेहनत गरिरहेको छ सम्पूर्ण टिमले। यो हामीले गर्ने काम, हामीले बनाउने सिनेमा र हामीले गर्ने अभिनय भनेको सिर्फ दर्शकको लागि भावनाले उहाँहरूप्रति जहिले पनि हामी आभारी छौँ र आशावादी छौँ। र उहाँले हामीलाई कहिले पनि एज अ कलाकारलाई, नेपाली कलाकारलाई, नेपाली दर्शकले जहिले पनि साथ दिएको अवस्था छ विगतलाई फर्केर हेर्दा। अनि मलाई पनि यति लामो करियरसम्म उहाँले साथ दिनु भइरहेको छ, आगामी दिनमा पनि साथ दिनुहुन्छ। र झरीपछि इन्द्रेणी अलि लङ ग्यापपछि मेरो आएको हुनाले म चाहिँ धेरै आशावादी छु र मलाई लाग्छ यो अहिलेका जेन्जी भाइ बहिनीहरू पनि धेरै आशावादी हुनुहुन्छ। अन्ततः गो त सिनेमा भनेको दर्शकलाई हो, दर्शकलाई हाम्रो कथाले, हाम्रो सिनेमाले, हाम्रो प्रस्तुतिले रिलेट गर्यो भने डेफिनेटली राम्रै होला। रमेश दाइ, अब तपाईँको भूमिका कस्तो होला भन्ने चाहिँ छ कि यो फिल्मभित्र, किनकि गीत मैले धेरै देखिरहेका छौँ, ट्रेलर पनि आइरहेको छ, त्यो हेर्दाखेरि हजुरको भूमिका चाहिँ कस्तो छ? खास रमेश सुप्रेती नायक भएको देख्न चाहन्छन्, फिल्मको पहिला जस्तो हिरोइन घुमाउने नायक, यहाँभित्र चाहिँ कस्तो खालको नायक हो? त्यो अलि सरप्राइज छ, अहिले म डिस्क्लोज गर्दिनँ, किनभने मैले भनि पनि रहेको छु यो अलि विगतको भन्दा पृथक चलचित्र छ। यसमा चाहिँ कन्टेन्ट हिरो छ, यसमा न म रमेश सुप्रेती हिरो, न गणेश सुप्रेती हिरो, न कोही दिपक अथवा न जेन्जी ग्रुपहरू हिरो हिरोइन, यहाँ विषयवस्तु हिरो भयो हो। हामी सबै एउटा क्यारेक्टरलाई पोर्ट्रे गरेका छौँ। त्यसले गर्दा विगतमा जति पनि सिनेमा गरेँ भन्दा अलिक पृथक भएर नै मैले यो सिनेमा गरेँ हो। अलिकति दर्शकलाई रमेश सुप्रेती यो पनि रहेछ है, यस्तो पनि गर्दो रहेछ है भन्ने कुरा चाहिँ यो चलचित्र हेरेपछि थाहा हुन्छ। त्यही तपाईँको आफ्नै फिल्म पनि आउने अथवा त्यो बिचमा आउने स्क्रिप्ट पनि गयो तपाईँलाई मेन क्यारेक्टरमा लिएर राख्नलाई, झरीपछि इन्द्रेणी चाहिँ किन गर्न मन लाग्यो? त्यस्तो विशेषता के थियो? यसको विशेषता टिम, यसमा धेरै राम्रो राम्रो मान्छे जोडिएका छन्। कलाकारिताका अब्बल व्यक्तित्वहरू, धुरन्धर व्यक्तित्वहरू, गणेश दाईहरूदेखि दाईसँग मैले यत्रो वर्ष काम गर्दै गर्दा कहिले पनि उहाँसँग स्क्रिन सेयर गर्न पाएको थिइनँ, त्यो एउटा पार्ट हो। त्यसपछि यसको टिमअप नै धेरै स्ट्रङ र उहाँले सिनेमाको परिकल्पना गर्दै गर्दा उहाँले गरेको मेहनत, उहाँले गरेको रात दिन उहाँहरू जसरी लागि पर्नु भएको थियो, पक्कै पनि यो सिनेमा केही न केही यसले चाहिँ चलचित्र क्षेत्रलाई अलिकति केही न केही टेउबाजी पुर्याउँछ है भन्ने लागेर गरे हो। सिनेमा बनाउँदा धेरैले बनाउँछन्, तर यसको टिम चाहिँ अलिकति धेरै नै एकदमै मेहनती भएको हुनाले र मेरो क्यारेक्टर पनि विगतमा गरे भन्दा टोटल फरक र यो तपाईँले नै गर्नुपर्छ भनेर टिमले मलाई सम्झिया हुनाले मैले गरेको। ओके, मुन्नीजीले चाहिँ किन गर्नुभयो त यो फिल्म? के कुराले धेरै भनौँ न लोभ्यायो? फर्स्टमा त यो फिल्मको कन्टेन्ट छ क्या, अब हाम्रो फिल्ममा पनि एउटा होप देखाइएको छ कि अब राम्रो होला, देशमा केही राम्रो परिवर्तन आउला र हामी जस्तो युवाहरू आफ्नो फ्युचर सिक्योर गर्नको लागि चाहिँ विदेश जानु नपरोस्, हामीले त्यो नेपाल चाहन्छौँ नि त। त्यही भएर यो होप हो। होपफुली सबैजना नेपालीले देख्न चाहेको नेपालको अनुहार फेर्नको लागि चाहिँ हामीले यो टिम लिएर यो विषयलाई लिएर आएका छौँ। सबै स्पेसली अब जेनजी आन्दोलनपछि त धेरैजना रिलेट गर्नुहुन्छ क्या। अब धेरै कुराहरू छ, अहिले हालैको नेपालमा घटिरहेको अनेक विषयहरू उठाएर एउटा हामीले एउटा तयार पारेका छौँ। होपफुली अब हामीले भन्नुभन्दा पनि अब पौष 4 गते दर्शकले यसलाई कसरी लिनुहुन्छ त्यो चाहिँ इम्पोर्टेन्ट छ, हामीले भन्नु राख्नुभन्दा। अब यहाँ चाहिँ नयाँ पात्र पनि देखिरहेको छु, सायदले झरीपछिको इन्द्रेणीमा तपाईँ पहिलोपटक डेब्यू पनि गर्दै हुन्छ। अब यस्तो स्टार कास्टहरूसँग तपाईँ डेब्यू गर्दै हुन्छ, गणेश सुप्रेती जस्तो, रमेश सुप्रेती जस्तो व्यक्तित्वहरूसँग होइन, जो पुराना खारिएका कलाकारहरू पर्दा कस्तो अनुभूति गरिरहनु भएको छ यो झरीपछिको इन्द्रेणीमा तपाईँले खेलिरहँदाखेरि र अब प्रदर्शनमा आउँदैछ, कस्तो अनुभूति भइरहेछ?
एकदमै राम्रो अनुभूति भइरहेको छ। आफूभन्दा सिनियर आर्टिस्टसँग काम गर्नलाई पनि त्यत्तिकै नै प्लस पोइन्ट हुँदो रहेछ होइन, देखिन्छ नि त। त्यही हो, अब हजुरलाई राम्रो फिल भयो फर्स्ट डेब्यू मुभीको लागि नै यस्तो राम्रो टिम प्लस सिनियर एक्टरहरूसँग काम गर्न पाउँदाखेरि खुसी लागिरहेछ। मलाई त एकदमै ठुलो लर्निङ एक्सपिरियन्स भयो। त्यो सँगैसँगै खुसी पनि लागिरहेछ, डर पनि लागिरहेछ प्रतिक्रिया कस्तो आउँछ भनेर। अनि त्यही नै हो, प्रेसरै छ। कसरी जोडिनु भयो यो टिमसँग, के छ त्यो माध्यम के हो? मबाट भनौँ मलाई चाहिँ हाम्रो अर्जुन सरले मेरो मामुलाई कन्ट्याक्ट गरेर, सो हामी चाहिँ चिनिरहेको देखिरहेको नै थियो कि, सो म यही फिल्डमा थिएँ नि त। अनि उहाँले कन्ट्याक्ट गर्नुभयो अनि आएर अडिसन दिएर अनि जोडिएको। भनेपछि दिपा दी तपाईँको ठुलो मम्मी हजुर होइन, त्यो कलाकारिताको माध्यमबाट तपाईँ जोडिनु भयो? त्योभन्दा पनि यस्तो अब अर्जुन सरले चाहिँ मलाई पनि पर्सनली देखिरहनु भएको, चिनिरहनु भएको थियो कि सिरियलको लागि पनि काम गर्नलाई मिलेको थिएन, तर कुरा आएको थियो। अनि त्यही सिलसिलामा ममता भन्ने क्यारेक्टर खोजिरहनु भएको थियो। अनि त्यसमा चाहिँ झट्ट मलाई मेरो मामुसँग पनि बोलिरहनु भएको हुन्छ कि, सो मामुलाई नै कन्ट्याक्ट गरेर अनि हामी भेट्न गएर अनि डिसाइड भएको। हजुरको? मेरो त म भाग्यमानी भएको, म ठ्याक्क अडिसन दिएपछि उहाँहरूलाई मेरो मन पऱ्यो कि फिल्ममा चाहिएको जुन क्यारेक्टर थियो त्यो ममा देख्नुभयो। अनि त्यसपछि फेरि पछि एकचोटि बोलाउनु भयो। बोलाइसकेपछि मैले त्यति बेला स्क्रिप्ट पढेँ। अनि त्यसपछि त्यति बेला त सक भयो क्या, म त यति ठुलो टिम, यति ठुलो मुभी अनि यति राम्रो पात्र छ। अनि त्यही अडिसनबाटै सिलेक्ट भयो। अडिसनबाटै पहिला खै एक्टिङ सिक्नु भएको थियो? हजुर, म कति इन्डस्ट्रीमा लागेको चाहिँ 3 वर्ष जति भयो। अनि ठ्याक्कै अनिस दाई यो फिल्ममा एडी हुनुहुन्छ, उहाँले मेरो सर्ट मुभी हेर्नु भएको रहेछ। अनि त्यही सर्ट मुभीबाट मलाई अडिसनमा बोलाउनु भएको थियो। अनि त्यही अडिसन मन परेर अनि सिलेक्ट भएको। अनि तपाईँ 81 ठुलो पर्दामा आउनु भएको छ कि, अभिनय गर्न कति कठिन रहेछ? कठिन छ नि, कठिनै छ, नर्भस हुन्छ होइन। क्यामेरासँग मजाले कम्फर्टेबल भइसकेको थिएन, अहिले त छ, अलिक कम्फर्टेबल छु। त्यही पनि अब लर्निङ हो, एभ्री प्रोजेक्ट इज अ न्यू लर्निङ, नयाँ लर्निङै हुन्छ होइन, सबै फरक हुन्छ। सो हल्का डिफिकल्टी त थियो, तर अब प्रोसेस वाइज गरिन्छ नि त। ओके, दाईसँग यता रमेश दाईसँग आएँ। दाई, अब लामो ग्याप पछि पनि तपाईँ फिल्ममा आउनु भएको छ, तपाईँको कमब्याकले के छ, चलचित्रको बक्स अफिसमा केही सुखद काम गर्छ या त अब? म अलरेडी ब्याक छु नि, कमब्याक किन भन्ने, यहीँ छु। खालि अब राम्रो टिम पाए काम गर्ने, मैदानमै छु, मैदान भागेको छैन, देशमै छु। धेरैवटा सिनेमा गफ हुन्छन्, गफ त डेली हुन्छन् होइन, तर अबको यो फेजमा आएर काम गर्नको लागि चाहिँ धेरै कुराहरू चाहिँ म्याटर गर्दो रहेछ। खालि हिजोको दिन जस्तो पैसा लिइहाल्ने, काम गरिहाल्ने, सिनेमा जेसी होस् भन्ने त्यस्तो हुँदो रहेछ। स्पेसली अझै म मेकर भइसकेपछि, निर्माता भएपछि त्यसमा लगानी, त्यसको दुःख पीडा, मेकिङमा कति गाह्रो हुन्छ, निर्माताले पैसा जुटाउनु कति गाह्रो हुन्छ, सिनेमा चलाउनु कति गाह्रो हुन्छ, सिनेमा बनाउन नै कति गाह्रो हुन्छ, यो सबै मैले भित्री रूपमा बुझिसकेपछि होइन, मैले काम गरिसकेपछि मैले 100% दिनुपर्छ, ताकि यो फिल्म हिट हुने सूत्र त छैन, तर एटलिस्ट म एउटा यत्रो अनुभवको आधारले चाहिँ मैले क्यालकुलेट गर्दा एटलिस्ट यो फिल्म चाहिँ एभरेज चाहिँ होला है, बाँकी त लाग्यो, त्यति लाग्यो भने चाहिँ मैले गर्ने हो। र सबभन्दा राम्रो चाहिँ के हुनुपर्छ भने टिम राम्रो हुनुपर्छ, डाइरेक्टर राम्रो हुनुपर्छ। हेर्ने भने गम्भीरता छ। हेर्नुहोस्, कलाकार कहिले पनि हास्य कलाकार हुँदैन। जस्तो मैले पनि धेरै फिल्ममा कमेडी गरेको छु, म हास्य कलाकार होइन। नवरसमा हामीले सिक्दै गर्दा हामी सब रसमा अभिनय गर्नुपर्ने हुन्छ, समयअनुसार सिनअनुसार गर्ने हो। त्यही कमेडियन आर्टिस्टलाई हरिवंश आचार्य कस्तो राम्रो सिरियस रोल गर्नुभएको छ, बलिदान फिल्म तपाईँले हेर्नु भएको छैन भने हेर्नुहोला। हाम्रो संसारका धेरै कमेडियन कलाकारहरू सिरियस रोल पनि र प्याथेटिक रोलहरू, इमोसनल रोलहरू पनि उहाँले गर्नुभएको हुन्छ। अनि अहिले दिपराज गिरीले खेलेको फिल्महरू सबै हास्यमा मात्रै आबद्ध हुँदैन, एउटा म्यासेज पनि हुन्छ। त्यसकारण यसमा के छ भने हास्य कलाकारले एउटा सिरियस रोल पनि गर्न सक्छ। मलाई कलाकार भनेको कुनै पनि विधामा आबद्ध हुँदैन है, बाँधिनु हुँदैन। म त मेरो त अझै भिलेनबाट करियर स्टार्ट भएको, मेरो जर्नी त्यहाँबाट स्टार्ट भएको, त्यसपछि भिलेन हुँदै हिरो हुँदै फेरि यो रोलमा न म यसमा हिरो हो न भिलेन, अर्कै खालको छ है। मलाई चाहिँ भिन्नै चिज गर्न मन लाग्न थाल्यो। अब चाहिँ अब मेरो कुनै अर्को फिल्म छ जहाँ म अर्कै अनएक्सपेक्टेड रोल गर्दैछु, मलाई मजा लाग्छ त्यस्तो एक्सपेरिमेन्ट गर्नलाई, ताकि मलाई
हेर्दाखेरि आफूलाई पनि नौलो लागोस्। नत्र म हरेक फिल्ममा त्यो डाँडामा गीत गाउने, भिलेन आउँछ केटीजीसँग आउँछ फाइट खेल्ने होइन, घरमा जाने, त्यस्तो खालको धेरै गरियो नि त एउटै टाइपको। अब चाहिँ अब चाहिँ अलिकति फरक, आफूलाई पनि मजा लागोस् न हेर्दाखेरि होइन। त्यो फिल्म एउटै जस्तो लाग्छ नि त पहिला फिल्महरू, फेरि त्यही गऱ्यो भने त। त्यसले गर्दा पनि यो झरेपछि इन्द्रणी हेभी टाइटल छ, तर यसको मिनिङ छ है, यो मिनिङफुल टाइटल होइन। विरक्तिको बेलामा जुन इन्द्रणी आउँछ नि त्यसले कति आनन्द दिउँछ, कति सपनाहरू देखाउँछ होइन। अघि उहाँले भने जस्तो झरी पर्दैमा रोकिने बित्तिकै इन्द्रणी आउँदैन, तासातिर छ। अहिले झरी परेर ठ्याक्क रोकेर अँध्यारो भएको अवस्था हो, थाहा छैन भोलि घाम लाग्छ कि फेरि पानी परेर इन्द्रणी लाग्छ कि थाहै छैन। त्यसमा चाहिँ एउटा हामीले चाहिँ यो सिनेमाले होप जगाउँछ कि भन्ने एउटा आशा होइन। हामी सबै आशामा त बाँध्ने भने होइन। तपाईँ सिनियर कलाकार हुनुहुन्छ, बाँकी तिनजना नयाँ, मुन्नीजी पनि नयाँ नै भन्नुपर्छ। उहाँ म्युजिक भिडियो र सिरियलमा अलिक चर्चित भए पनि उहाँहरूको काम चाहिँ कस्तो लाग्यो, उहाँहरूको काम गर्ने स्टाइल पनि, उहाँहरूको प्रविधि पनि अहिले त धेरै फर्क मारिसकेको छ नि त तपाईँहरूको बेलाको भन्दा। कति डिफ्रेन्स छ, तपाईँले गर्न त गरिसक्नु भएको छ कमब्याक पनि। उहाँहरूको काम चाहिँ ममा त्यो क्वालिटी नै छैन जज गर्ने, नभए म डाइरेक्टर हुन्थ्यो। म सबै एउटै देख्छु। म पनि कुनै बेला स्ट्रगल गर्दै गर्दा पहिलोचोटि क्यामेरा डेब्यु गर्दै गर्दा म थरर कामेको दिन अहिले पनि मेरो मानस पलट्न ताजै छ। त्यतिखेर मेरो कलाकार हुनुहुन्थ्यो, सिनियर कलाकार हुनुहुन्थ्यो, उहाँहरूले मलाई अलिकति मजाक उडाउनु भएको थियो। म नाम चाहिँ लिँदिनँ, त्यो मैले भुलेको छैन। त्यसकारण नयाँ मान्छेलाई झन् माया दिने हो, साथ दिने हो, डिस्करेज गर्ने, गिल्सिने हाल्नु कहाँ हाल्नु थाहा छैन है, रो भन्छन् होइन। अब थाहा छैन नि त होइन। अहिले जस्तो टेक्नोलोजी थिएन, अहिले जस्तो विभिन्न मिडियाहरू थिएन होइन सिक्नको लागि। अहिले मान्छे युट्युबबाट विभिन्न ठाउँबाट सिक्छन् होइन। अब त्योतिर मलाई त्यो अलिक धेरै परेछ आँखामा, र मलाई सिनियर कलाकारले मजा उडाउनु भइरहेको थियो, म देखिरहेको थिएँ, रिस पनि उठिरहेको थियो मलाई होइन। तर भन्दा चाहिँ के भने मलाई चाहिँ फेरि मभन्दा नि मलाई यिनीहरूलाई उसको माया लाग्छ कि, किनभने उहाँहरूलाई हामीले धेरै साथ दिनुपर्छ। तर म सिनियर होला कामले गर्दा, तर मभन्दा यिनीहरू टफ छन्, अभिनयमा टफ छन्, विवेकमा टफ छन्, अरू ज्ञानमा टफ छन्, एजुकेसनमा टफ छन्। यिनीहरूले बहुत राम्रो काम गरेको छ सिनेमामा। मैले अहिले पछि थाहा पाइहालिन्छ, नयाँ लाग्दैन। किनभने हामी त्यतिखेर चाहिँ त्यो अडिसन दिने पनि थिएन नि त होइन। अहिले त उहाँहरूले त अडिसन दिएर पास गरेर आउनु भएको, भाइ त उहाँभन्दा पहिला अर्कै थियो, उहाँ त पछि आउनु भएको। भन्नु खोजेर कम्पिटिसन लडेर आएको हो नि त, आफ्नो क्षमता प्रस्तुत गरेर विजेता। उहाँ त अलरेडी विजेता हो। एउटा चाहिँ तपाईँको कस्तो हुन्छ भने त्यो पास गर्नु भनेको चाहिँ विजेता जस्तो हो। त्यसले गर्दा अडिसन दिएर पास हुनु भनेको क्वालिफाई हो, अलरेडी क्वालिफाई हो। अब सिनेमामा कसरी क्वालिफाई हुन्छ त्यो त पोस्ट चार्ज थाहा हुन्छ। यिनीहरू अहिलेका जुन जेनजीहरू छन् यिनीहरू अलरेडी क्वालिफाइड हो। त्यही अलि यो अब हाम्रो अर्जुनजीले डिरेक्सन गर्नुभएको छ, उहाँ अलरेडी टेलिसिरियलको चर्चित डिरेक्टर हो। उहाँले फिल्म डिरेक्सन गर्न सक्नुहुन्छ भन्ने केही त्यस्तो लाग्यो फिल्ममा सुरुमा अफर गर्दा? के गर्ला कसो गर्ला फेरि उहाँको न्यारेसन बवाल थियो होइन। अनि उहाँले आफ्नो क्यारेक्टर त म हेर्थेँ नि त, सकिगयो कि के भन्ने होइन। त्यो पाँडे क्यारेक्टर हेर्थेँ म बेला बेलामा। म त्यति धेरै सिरियल त हेर्ने मान्छे होइन, तर कहिलेकाहीँ मोबाइल हेर्थेँ, राम्रो लाग्थ्यो र मैले पुरै हेर्थेँ। तर ठिकै गर्ला जस्तो लागेको थियो। तर जब काम गर्दै जाँदा चाहिँ उहाँको लगाव, उहाँको डेडिकेसन, डिभोसन, डिटरमाइन्ड, उहाँ एकदमै लागि पर्ने हुँदो रहेछ। त्यो भएर उहाँको त्यो पोटेन्सियल भयङ्कर छ। स्पेसली हरेक क्षेत्रमा उहाँ लेखनमा पनि त्यतिकै ज्ञाता हुनुहुँदो रहेछ। सर्ट वाइज पनि उहाँले 100% लिन खोज्ने, मेहनती, अनि करियरप्रति एकदम फोकस। उहाँ राम्रो डाइरेक्टर बन्नुहुन्छ जस्तो मलाई लाग्छ। या म त्यस्तो पढ्दाको काम चाहिँ तपाईँले सेटमा पाउनुभयो कि पाउनु भएन? मैले स्क्रिप्ट पढ्दै गर्दा खालि मैले सरसर खालि मेरो बानी अलिक खराब, सरर त्यो सारांश पढेर अनि आफ्नो क्यारेक्टर मात्रै पढ्ने बानी छ कि मेरो। मैले के गर्न सक्छु भन्ने मेरो चाहिँ त्यसमा चाहिँ ध्यान दिन्छ। अब मैले त्यो टेक्निकल पार्ट त काम गरेपछि थाहा पाएँ नि त, उहाँ एकदम राम्रो सक्षम हुँदो रहेछ। त्यो मात्र होइन, हाम्रो डिओपी पनि, हाम्रो थापा पनि डिओपी राम्रो छ, टिम राम्रो छ। किनभने टिम राम्रो हुनलाई सबै इमान्दार हुनु पऱ्यो, सिन्सियर हुनु पऱ्यो। हेर्नुहोस्, अनि केमिस्ट्री मिल्नुपर्छ कि सबैको, सबैजनाको केमिस्ट्री मिल्थ्यो। हामी 5 बजे सेटमा हुन्थ्यो, 6 बजे त मै जान्थेँ, अरू त 5 बजे पुग्नुहुन्थ्यो।